हामी यहाँ पशुपतिमा आएको छौँ। पशुपति यो चिहान घारीमा आएको छौँ। यो चाहिँ सबै चिहान नै हो है। यिनीहरू चाहिँ सबै यो चाहिँ चिहानै हो है। पशुपति यहाँ चाहिँ हिन्दूको मात्र होइन रहेछ चिहान चाहिँ, क्रिस्चियनको नि रहेछ क्या। क्रिस्चियनको नि कुनै कुनै ठाउँमा रहेछ चिहान चाहिँ। हामीले सबै चिहान घुमेर हेरिसक्यौँ। अब फेरि देखाउन लाग्छु हामीले। हेर्नुहोस् है, क्रिस्चियनको नि रहेछ चिहान चाहिँ। म चाहिँ पशुपतिमा हिन्दूको मात्र हुन्छ जस्तो लाग्यो, क्रिस्चियनको पनि रहेछ के चिहान चाहिँ। यहाँ फेरि हाम्रो अर्को चिहान छ है। यो चाहिँ नयाँ नै, धेरै पनि भएको छैन। यहाँनिर छ, यो हेर्नु है। यो नयाँ नै छ, यो चाहिँ नयाँ नै हो, धेरै भएको छैन। अनि यहाँ हेर्नु, यो पनि चिहान नै हो है। यो मान्छेको फोटो पनि छ यहाँ चाहिँ। यहाँ अर्को, यो चाहिँ लगभग यो चाहिँ धेरै चाहिँ होइन, 1 हप्ता 2 हप्ता अगाडिको होला। 1 हप्ता 2 हप्ता पनि छैन। अन्त फुलै ओइल्याएको छैन है। 2 दिन जति चाहिँ भयो होला। यो चाहिँ नयाँ नै चिहान हो। यहाँ अर्को हेर्नु, यहाँनिर छ, यहाँनिर चाहिँ धेरै जस्तो थुप्रै छ है। यहाँ पनि छ, यो पनि हो, अनि त्यहाँ पनि छ। अनि यिनीहरू सबै चाहिँ धेरै जस्तो चिहानै चिहान हो है। त्यतातिर नि त्यो कपडा भएको ठाउँतिर त्यो पनि चिहान नै हो, यो पनि चिहान नै हो। यहाँ पनि छ हेर्नु, यो चाहिँ धेरै भएको छैन। यो पनि नयाँ नयाँ नै रहेछ। नयाँ नयाँ बनाएर भर्खरै पानी पनि भर्खर, यो त भर्खर दिया, धेरै पनि भएको छैन यार यो त। अर्को समाधि चाहिँ थुप्रो रहेछ यतातिर। क्रिस्चियनको नि रहेछ यो जङ्गलभित्र, पास्टरको क्रिस्चियनको रहेछ। यो कसको रहेछ? कृपाश्वरी राई, यो कृपाश्वरी राई केटीको रहेछ। प्रत्येक शरीरमा यो गाडिन्छ, आत्मिक शरीरमा त्यो जीवित हुन्छ। कोरिन्थी 15:44मा लेखेको रहेछ। यहाँ पनि रहेछ एउटा क्रिस्चियनको नै, सलिना तामाङको रहेछ। बिलभ के यो प्रिन्सेस, डेट अफ बर्थ 2066 5/12, 2009 अगस्त 28मा रहेछ। डेट 2077 9/1मा रहेछ। 2020 डिसेम्बर। यो 4 वर्ष पुरानो रहेछ। ल यहाँ पनि रहेछ गाइजहरू क्रिस्चियनको। काठमाडौँ जिल्ला कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर 5 निवासी हाम्रा हृदय छोरा श्री सुमन लामा मोक्तानको आत्मा स्वर्गमा प्रभुले उठाइ लानु भएकोमा उहाँको सम्झना स्वरूप यो
के हो यो शिलालेख तयार गरिएका छौँ। यहाँ पनि रहेछ जङ्गलभित्र चाहिँ क्रिस्चियनिटीको नि रहेछ के। म चाहिँ हिन्दूको मात्र हुन्छ जस्तो लाग्छ क्रिस्चियनिटी